अलि तातो गाह्रो हेलो नमस्ते सम्पूर्ण साथीहरुमा आशा छ तपाईहरु सन्चै हुनुहुन्छ होला म पनि एकदम फिट एन्ड फाइन छु र आज चाहिँ हामी चाहिँ साथीहरु भएर चाहिँ तातो पानी बेनी तातो पानी जाँदै छौं र जानुको चाहिँ मुख्य कारण भन्नुपर्दा चाहिँ हाम्रो चाहिँ प्यारो निश्चल भाइको चाहिँ आज जन्मदिन परेको छ सो निश्चल भाइको चाहिँ हामी बर्थडे सेलिब्रेट गर्न चाहिँ हामी चाहिँ तातो पानी जाँदै छु र साथमा चाहिँ तपाईहरु पनि लिएर जान्छ है त हामी चाहिँ अहिले गाडीको वेटिङमा है एउटा गाडी त अलरेडी छ यहाँ अब एउटा गाडी चाहिँ हाम्रो बल्सर चाहिँ आउँदै हुनुहुन्छ बल्सर आइसकेपछि हामी टक्क दुईटा गाडी भएर सर अब छिटो जाने भन्दा जस हल्का ढिलो त भइहाल्यो हामी चाहिँ अब यहाँबाट चाहिँ मुभ अन भएको है हाम्रो बल्सर यहाँ आइसक्नु भएको छ त्यसपछि हाम्रो पछाडिपट्टि सरहरू हुनुहुन्छ यतापट्टि गोविन्दजी अनिशजी त्यसपछि हाम्रो चाहिँ अञ्जनजी त्यसपछि अगाडि चाहिँ हाम्रो चाहिँ 5 जना चाहिँ भाइहरू चाहिँ अगाडि हुनुहुन्छ है जाँदै थियो बाटोमा केक छुटेको अवस्था फेरि हामी फर्केर जाँदैछौँ लुज हुन्छ हैन फेरि के लुज हुन सक्छ वासम्म केक हो त नि है बाटो लामो पनि छ अब बाटोमा गाडी दिनु पर्ला यार हैन हैन त्यही त हुँदैन ल हाम्रो केक छुटेको अवस्था है फेरि केक आयो है ल यता पछाडि दिनुस् पछाडि अर्को स्टाइल राख्नुपर्छ भर्खरै यो तातो पानीमा आइपुग्यो है तातो पानीमा आइपुग्यो हामी बोल सर यात्रा कस्तो भयो रमाइलो भयो नि खतरा हो सही हो ल हामी चाहिँ यो तपाईको चाहिँ तातो पानी ठ्याक्क माथिको चाहिँ होटलमा आइपुग्यौँ है अहिले चाहिँ यहाँबाट चाहिँ धेरै होइन जस्ट 1 मिनटको बाटोमा चाहिँ त्यो तातो पानी कुण्ड आउँछ है यहाँ चाहिँ होटल पनि रमाइलो छ राम्रै छ ल हामी चाहिँ यहाँ करिब अलमोस्ट ढिलो नै आइपुग्यौँ है र अब कति पनि ढिलाइ नगरिकन हामी चाहिँ यो तातो पानी कुण्डमा चाहिँ डुब्न जाँदैछौँ है यहाँ चाहिँ एकदमै चिसो छ माहौल चाहिँ यस्तो छ यतापट्टि सर रेडी भइसक्नु भयो यहाँ रेडी भइसक्नु भयो सरहरू सबै आत्तिसक्नु भयो है यहाँ चाहिँ यस्तो छ है यहाँबाट अलिकति तल झर्ने बित्तिकै उता बाटोमा आइपुग्छ सुन्दर तरकारी बसाएको है ल यहाँ चाहिँ अहिले चाहिँ रातिको चाहिँ 8 बज्न लाग्यो जाडो डेन्जर छ त्यही पनि तातो पानीको आसमा सर यता हेर्नुहोस् त ठिक छ नि अगाडि त बाटो देख्नुभएको छ त्यहाँ लाइट बले चाहिँ आँखै तिर्मिनु बनायो हाम्रो यहाँको स्थानीयवासी दाजुले के भन्दै हुनुहुन्छ यो बाटो के हो त सर यो पहिलाको बाटो हो यहाँ खचर हिँड्थ्यो है तपाईँले पनि खचर डोराउँथ्यो अनि त्यतिखेर तपाईँको मुस्ताङमा होटल थियो होइन म आफै खच्चर हो त यो हो हस् यो केही कट नगरेर जस्तो त्यस्तै अपलोड गरिदिउँ है खोइ यता भन्नुहोस् एकचोटि अब बाटो चाहिँ यस्तो छ है हामी यहाँबाट झर्दैछौँ अब धेरै होइन विदिन अ मिनट है वी विल बी एट तातो पानी कुण्ड है म त्यहाँ छ है तातो पानी चाहिँ फाइनल्ली हामी चाहिँ तातो पानी कुण्डमा आइपुग्यौँ है सरहरू यहाँ हुनुहुन्छ फाइनल्ली हामी चाहिँ तातो पानीमा चाहिँ आइसकेका छौँ है अब चाहिँ पानीमा चाहिँ डुबुली मार्नुपर्छ किनकि बाहिर एकदम जाडो छ होइन तातो पानीमा चाहिँ चुरुम लगाएर डुबेर आनन्दले चाहिँ बस्नुपर्छ है त यो पानी चाहिँ यस्तो सफा पानी छ यहाँ सो डाइ खाने हो गाई भन्दा जस्तो हामीले चाहिँ अब जस्तो घर पनि हट वाटर आउँछ नि त होइन अब पनि यस्तो त्यो जम्मा गरेर त्यो डुब्यो भने चाहिँ यस्तो हुन्छ धेरै मिनरल्सहरू मिक्स भएको सरहरू यहाँ रेडी हुँदै हुन्छ दाइको
ड्राइभर सिधै होइन भाइ लङ ट्रिप लाइन के हुने खास कस्तो हुँदैछ भाइ भेरी गुड लङ ट्रिप लाइन के हुने फिल बेटर है ए फोर यो चाहिँ पुल चाहिँ अलिक ठुलो नै रहेछ ल सही रहेछ है यतापट्टि चाहिँ नुहाउनको लागि चाहिँ यहाँ भाडाको व्यवस्था पनि छ यहाँ पनि छ त्यसपछि तपाईँको चाहिँ यतापट्टि पनि छ है नुहाउनको लागि व्यवस्था चाहिँ टक्क धारा यस्तो छ तपाईँहरूको पुरै म घुमाएर देखाउँछु है यतापट्टिको यो पहेँलो बत्ती बलेकोनिर चाहिँ मेन इन्ट्रान्स गेट भयो त्यसपछि पारी पारी पनि छ है निशन भाइ कस्तो भइरहेछ एकदम गुड भाइ है स्वर्ग पुर्या जस्तो आनन्द है अनुजजी तपाईँ हेर्नुहोस् त ठिक छ एकदम है उता अनि भाइ ठिक छ नि डाइ भन्नु त आउनु म त डाइभ हानिहाल्छु नि सिधै कोपे डाइभ नो डाइ भन्न पाउँदैन सिधै आएर डुब्दिन त गाउँछ ल म पनि टक्क अब चाहिँ रेडी अब चाहिँ तातो पानीमा यस्तो सुलुकमा डुबेर टक्क आनन्दले चाहिँ एकछिन यसो दिमाग चाहिँ होइन ठन्डीराम बनायो होइन तातो पानीमा डुबेर होइन ठन्डीराम अब सर यहाँ निकै हाँस्नु भयो है तातो पानीमा डुबेर टक्क चाहिँ दिमाग चाहिँ शान्त बनाऊँ क्या ल म चाहिँ पानीमा आएको अवस्था है बियर भन्ने तपाईँहरूलाई ओहो दुईटा होला नि गाह्रो पानी चाहिँ सही सही ओहो साइकल खेलौँ ओहो अलिक माथि गरौँ माथि खुट्टा सही भयो छैन अलिक माथि गर केही भन्नै सकिनँ केही बोल्नै सकिनँ केही एक्सप्रेस गर्नै सकिनँ तपाईँले गरेर मैले त के गर्नु पर्दैन म धक्का लिन्छ नि त तिमी त्यहाँ भित्रमा आउनु त सही भयो सर अलि हिँडेको भाइ चल्ने नि यहाँ त चल्नु पऱ्यो नि त चल्नु परेन र हजुर बोल्नु परेन परेन भन्नुहोस् न भन्नुहोस् के गर्नु पऱ्यो अरे होइन केही नि हेर्दै टोपी लगाएको कपालले अब हाम्रो न्युटन भाइ आनन्दले बस्नुभएको छ है म पनि तपाईँहरूको चाहिँ अब चाहिँ आनन्दले बस्छु होइन तपाईँको चाहिँ यो छालाको रोग सम्बन्धी होइन त्यसै गरी हाड जोड्ने सम्बन्धीको समस्याहरू पनि चाहिँ जो तातो पानी चाहिँ निको गर्छ भन्छ है तातो पानीमा बस्नुको आनन्द नै छुट्टै छ है मजा छ तपाईँहरू पनि यस्तो जस टाइम पाउनुभयो भने जस आफ्नो चाहिँ होइन समय व्यस्तता मिलाएर चाहिँ जस आउनु होला है कोब्रो भाइ सोध्दै थियो मलाई अस्ति यार कोब्रो भाइ को भनेर मलाई सोध्दै थियो कसले दाइ मैले हालेको मलाई कसले दाइ सोध्दै थियो मलाई केटाहरूले तिमीलाई चिन्ने रहेछ यो चाहिँ तातो पानी आउने चाहिँ यो चाहिँ पक्का उस है यो तातो पानी आउने चाहिँ यो टक्क यो चाहिँ वे भनौँ न क्यानल भनौँ यहाँबाट चाहिँ तातो पानी चाहिँ छोडिदिन्छ तपाईँको माथिपट्टि चाहिँ यसको चाहिँ टङ्की छ माथि कतै छ अब होइन तर यहाँबाट चाहिँ तातो पानी चाहिँ छोडिदिन्छ है मेन तातो पानी आउने चाहिँ वे चाहिँ यो है यता मान्छे आउने क्रम पनि जारी रहेको छ है त्यसो चाहिँ हाम्रो सरहरू चाहिँ यता डुब्दै हुनुहुन्छ है यतापट्टि हाम्रो न्युटन भाइ यतापट्टि हाम्रो निश्चलजी है उतापट्टि हाम्रो प्रकाशजी याकुजा के भयो सर के हो सर फेरि भनिदिनु त एकचोटि याकुजा होइन ढ्याकुता हो प्रकाशी हेर्नु छ ढ्याकुता भन्दा पैसा नि त्यस्तै बस्दै यार यहाँ चाहिँ बेलुकाको 9 बजेभन्दा उता चाहिँ डुब्न नदिने रहेछ होइन सो यहाँ अलमोस्ट चाहिँ 8:30 भइसक्यो तर पनि मान्छे आउने क्रम चाहिँ जारी नै छ तर तातो पानीमा चाहिँ डुब्नुको बस्नुको मजा चाहिँ छुट्टै छ है सर कस्तो भइरहेछ दामी मजा आइरहेछ टक्कर लगाइरहेछ अलिअलि हो र सर विक फिल भयो अब गएर भुलुको सुत्नु मन लाग्छ सही हो यता सरलाई कस्तो भइरहेछ अलिअलि विक शरीर लो चाहिँ बनाउने कि है अनिस कस्तो भइरहेछ
सही भन्छ नि यहाँ लोसे फिल भएन लोसे भन्छ है गाह्रो चिसो कस्तो भइरहेछ बोल सर ठिक छ एकदम बोल सर चाहिँ हाम्रो चाहिँ पानीमा नडुब्ने हिमाल चढ्ने रे कस्तो फिल भइरहेछ ब्रो ब्रो कस्तो भइरहेछ ब्रो कस्तो उसो कता हिँड्नु सर कस्तो भयो एकदम साह्रो भइहाल्छ यार यता हिँड्नु सर बिस्तारै रमाइलो भयो पोलेको डिङ्गर पोलेर हेर यार कति बेला बोल्नु चाहिँ यहाँ तातो बेसरी तातो गाह्रो सट्टा भनिदिरहेको केटाहरू यार म भातै बस्नु न त मलाई बसौँ खलात खुलुत भएको अवस्था है ज्यानै ललाङ लुलुङ बनायो सरहरू चाहिँ यता यस्तरी बस्नुभएको छ यस 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 तेह्र बजे यस्तो थाहा छ त निमा Yes, yes, namaste. Oh, yes. Yes. बस्नु बस्नु सर यता हेर्नुहोस् त छाला उस भयो के कस्तो फिल भइरहेछ सर आधारण यो पानी त ढ्याप ढ्याप भयो के सेम फर्मुला लगाइदिउँ भन्छन् यस यस नो 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 यस आजु ब्रो क्लोज योर आइज कस्तो रे अनिस कस्तो रे मलाई 2 मिनेट है मलाई 2 मिनेट नत्र भाइ 2 मिनेट लिभ मी अलोन तातो पानीमा तपाईँको चाहिँ 1 घन्टा जस्तो पनि बस्यो ज्यान चाहिँ एकदम खलात खुलुत लो फिल भइरहेको छ एकदम है यो तातो पानीमा चाहिँ एकदम चाहिँ केही नसोचिकन शान्त पाराले केही नबोलिकन आनन्दले डुबेर फिल गर्ने ठाउँ है हाम्रो यहाँ बोर्डमा पनि लेखेको छ म तपाईँलाई अहिले देखाउँछु है ल भर्खरै चाहिँ तातो पानीमा डुबेर चाहिँ तपाईँको चाहिँ चट्ट लाएर चाहिँ है अब फेरि लुगासुगा लगाइयो यहाँ चाहिँ अब 9 बजीसम्मको टाइम हो 9 बजीभन्दा बढी पनि बसियो एकदम राम्रो छ र चाहिँ यहाँ चाहिँ पर पर्सन चाहिँ डुबेको चाहिँ ₹50 है र तपाईँको 9 बजेपछि चाहिँ यहाँ चाहिँ सबै तातो पानी फालेर सरसफाइ हुँदो रहेछ है म तपाईँलाई देखाउँछु है चट्ट लाएर चाहिँ यहाँ यसरी चाहिँ तपाईँको चाहिँ सरसफाइ भइरहेको छ यहाँ है उहाँहरूको टक्क 9 बजे चाहिँ चट्ट बन्द त्यसपछि तपाईँको सरसफाइ हाइजेनिकमा एकदम ध्यान है टक्क लाएर त्यसपछि तपाईँको यताबाट चिसो पानी आइरहेको छ त्यसपछि उहाँको चाहिँ चट्ट लाएर यस्तो ठुलो झाडुले चाहिँ है सफा गरिराख्नु भएको छ यो चाहिँ सफा हुँदै छ यो चाहिँ यो पोखरी होइन त्यो तपाईँको यतापट्टिको साइड चाहिँ तपाईँको अलमोस्ट यो सबै उस भइसकेको छ है यो यतापट्टि चाहिँ अघि तपाईँले अघि यहाँ पानी देख्नुभएको थियो होला यो पोखरी चाहिँ सफा सेट भएर सबै चाहिँ खाली भइसकेको छ है सबै सफा सेट भइसकेको छ नुहाउनको लागि चाहिँ यतापट्टि धारा रहेको छ उता पछाडि पनि छ उता सरहरू रेडी हुँदै हुनुहुन्छ हामी चाहिँ अब यहाँबाट चाहिँ निस्किन लागेको होइन तातो पानीमा चाहिँ मजाले डुब्यो शरीर पनि आनन्द फिल भएछ निन्द्रा लागे जस्तो भएछ शरीर पनि एकदम विक फिल भइरहेको छ है
आँखा पनि अलिकति मेरो चाहिँ यो प्रब्लम भएर अलिकति उस भइरहेको छ अब हामी चाहिँ यहाँबाट निस्किन्छौँ भाइ सर कस्तो भइरहेको छ ठिक भयो आनन्द आएको छ फ्रेस है मलाई त्यही पनि धेरै बेर त डुबेन नि त मलाई आधी मात्र डुबायो धेरै बेर डुबाएर फेरि क्लोज हुन्छ पिएचएनटी फ्यान अञ्जनजी कस्तो भइरहेको छ एकदम अल गुड दाइ यो कसको यो मेरो हो दाइ ओके हामी चाहिँ यहाँबाट निस्केको साह्रै आनन्द भयो शरीर पनि एकदम लाइट फिल हल्का भइरहेको छ आनन्द भइरहेको छ अब हामी ब्याक टु चाहिँ होटेलमा जान्छौँ तपाईँको है अनि मेरो स्टुडेन्टहरूले पनि कतिपय उस भनिरहेको थियो सर तपाईँ भ्लगमा कस्तो सेन्टी भएर बोल्नुहुन्छ त सेन्टी होइन कि म एकदम चट्के छु होइन चट्के छु कि म होइन के गर्ने यस्तै हो होइन ल हामी चाहिँ निस्किसक्यौँ है यहाँबाट चाहिँ आनन्द भइरहेको छ सही भइरहेको छ अब ब्याक टु होटेल खाना खान्छौँ अनि त्यसपछि हामी बेडमा गएर चिरिप्प लगाएर सुत्छौँ ओ सर यता हेर्नुहोस् कस्तो भइरहेको छ गरे त्यस्तै पावर आएको अहिले त 10,000 के अरे खसीको पावर हुन्छ 13 खसीको हर्सको पावर यता हेरेर बस्नु त्यो फरारीमा त्यो कति हर्स पावर हुन्छ अरे त्यो इन्जिनको त्यो गुगल गर्नुहोस् हो त्यस्तै पावर आएको अहिले त कि मलाई हस् के गर्छ त नि पावर आएर भोलि सरले हामीलाई बोकेर लान्छ घर बोल सर पावर खाली ठाउँ कस्तो भइरहेको छ बोर त लाग्छ नि त्यही त है हामी चाहिँ ए सर त्यो हातमा के हो यार त्यस्तो यार छ्या के हो त्यो यसको भने मेरो भनेको ऊ सरको हातमा भनेको ए अमृत जल ग्रिन जुस अमृत कस्तो रे सर महादेवले विष खाएर संसार बचाएको अरे पराशुनले बियर खाएर संसार बचाउँदैन हस् है गाह्रो के भयो रे सर यता हेर्नुहोस् त कस्तो ह्यान्डसम देखेको क्या म हिरो यता हेरेर भनिदिनुहोस् त त्यो नाम गोविन्द हो क्या गप्पो छिन गोविन्द गप्पो के भयो अनिशजी हस् यो जुत्ता कसको र मेरो चप्पल कसो प्रकाशजी यता हेर्नुहोस् त के भयो अरे सर बाटो के भयो अरे बिर्से कि यताबाट हो कि यताबाट भयो कि दाइ उहाँले के खानुभएको अरे 20 कस्तो बिस रे सर बाटै बिर्सिने बिस होइन संसार जोगाउने बिस जग्गा आफूले बाटो चिन्न चाहिँ जग्गा संसार यता हेर्नुहोस् त सर बियर खाने बिर्सिन्छ कस्तो कमजोरी धेरै बियर खाइसक्यो बिर्सिन्छ अहिले होटेलमा आइपुगेको छौँ सरहरू यता मजाले बसिराख्नु भएको छ सरहरूलाई म एक नजर देखाउँछु हाम्रो बर्थडे बोय चाहिँ यता हुनुहुन्छ है यस अनिस कस्तो भयो है कान के भयो कान के भयो थकान भनेको थकान ए थकान अनि ठिक छ यस प्रकाशजीले के खानुभएको र कि यो बिस खाइदियो है आज अलिक कमजोरी फिल भएको अब टक्क यहाँ आगो बोल्छ त्यसपछि आनन्दले आगो तापेर रुमतिर लगेर सेन्ट्रल प्लान्ट पर्छ न्युट्रनमा है कस्तो भइरहेको छ फिलिङ गुड है एकदम एक्साइटेड हामी निशान भाइलाई मिस गरिरहेछौँ है एकदम है सोल्टीले मिस गरेर यस्तो राम्रो निशान भाइ आउनु पर्ने यार तिमी मिस भयो निशान भाइ यार मेबी अब नेक्स्ट टाइम है मेरो चाइनिज गुरुङ दाइ त पहिला पनि आउनु हजुर हजुर हो दाइलाई चाहिँ याद गरिरहला केक चाहिँ कटिङ हुने काम हुनु लाइट बान्नु त त्यहाँबाट आइस अब हाम्रो जाडो केक पनि कटिङ हुने काम भइरहेको छ हाम्रो पोखरा 1 ढिङ्गाली क्लब है के हो त्यो माथि यस यो उस भएको दाइ हाम्रो यतापट्टि बर्थडे बोय हुन्छ हाम्रो आदरणीय प्यारो हामी सबैलाई माया गर्ने हाम्रो निश्चल भाइ यता हुनुहुन्छ है निश्चल भाइको आज जन्मदिनमा चाहिँ हामी एकदम चाहिँ सबै हामी ढिङ्गाली परिवार लगायत मेरो व्यक्तिगत तर्फबाट हामी सबै खुसी छौँ धुम्रपान तथा मद्यपान चाहिँ शरीरको लागि हानिकारक छ है अब के गर्नु त अब केटाहरू यस्तै हुन्छ अब के गर्ने त्यसको लागि चाहिँ म क्षमा प्रार्थी छु तपाईँहरूलाई होइन अब भिडियोमा चाहिँ यस्तो कुराहरू आइरहेको छ यस्तो कुराहरू चाहिँ अब राख्न चाहिँ नहुने हो तर पनि भिडियोमा आइरहेको छ त्यसको लागि चाहिँ फेरि पनि म तपाईँहरूप्रति चाहिँ म क्षमा प्रार्थी छु है यो फुकाले रेडी गरेर राखौँ न अनि त्यो मौडा हुन्छ त्यही त फुकाले रेडी गरेर राखिदिन्छु नि भयो ल Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Nissan.
Happy birthday to you. Sayo. Yes. मेरो भाइना बल्ल 17 वर्ष पुगेकोमा बधाई छ अहिले हो अब Yes. खोलिदिनु को हाम्रो स्वीट 15 स्वीट 15 Yes. सबैभन्दा कान्छा Oh my god. ज्येष्ठ नागरिक Sweet 15. ल मेरो भाइ Yes. Sayo. ल प्रकाशजी come on yes. प्रकाशजी त्यसपछि अर्को जान्छ अर्को गान्छ ओके ल नलाग्यो नि ल ओके ल यो ल बल्लै यहाँ सानोबाट हो कि त्यो सानोबाट म एक दुई शब्द बोले है अनि निशल ल जन्मदिनको धेरै शुभकामना है हामी सबैलाई माया गर्ने एकदम है एकदम मन चाहिँ भाइको चाहिँ एकदम ठुलो छ होइन हामी सबैले चाहिँ यो चाहिँ शब्दमा पनि हामी बयान गर्न सक्दैनौँ भाइको आज जन्मदिनमा है भाइले आँटेको ताकेको सबै कुरा पुगोस् भाइलाई फेरि पनि जन्मदिनको धेरै धेरै शुभकामना यस बुढै भएर सर बुढो भयो नि सर कहाँ धेरै धेरै शुभकामना है सही हो ल अनेसी ल कमान यस यस ल धेरै धेरै शुभकामना सही हो यस मेन निरोगी हो छैन ओ एकदम सही कुरा कसैले पनि अब त्यो बाधा अर्चन गरेको छ भने त्यो चाँडै नै फुकोस् सही हो आँटेको ताकेको पुरा होस् सही हो यस ल सधैँ खुसी हुने मेरो भाइ होइन दाजुभाइको रिलेसन सधैँ एउटै हो है ह्यापी बर्थडे यस सही हो सही हो यस ल हाम्रो न्युटन भाइ न्युटन सही हो ए न्युटन भनेको सर आइज्याक न्युटन हो नि त त्यही त हिरो हो नि त अनि भाइ ल यस कान्छ भाइ यस हिरोको रोल लास्टमा आउँछ भने यस्तो होइन सही हो होइन कहाँ उडाउने त्यो खानु पर्यो यस हेलो नमस्ते एन्ड गुड मर्निङ टु एभ्री वान आज चाहिँ अलिकति लेट नै उठ्यो है ढिलो पनि भयो यसो उठेर रेडी भएर यहाँ हेरेको त केटाहरू त पुरा एप्स हान्दै क्या अब नो ब्रेकफास्ट डाइरेक्ट अब एप्स होइन तपाईँलाई म देखाउँछु यतापट्टि सरहरू चाहिँ नजारा यस्तो छ है नजारा यस्तो छ उहाँ सरहरू खाना खाँदै हुनुहुन्छ माथिपट्टि चाहिँ भिड यस्तो छ है भाँडा छ त्यसपछि तलपट्टि काली गण्डकी सरहरू उता खाना खाँदै हुनुहुन्छ र हामी बसेको होटल चाहिँ तातोपानी गेस्ट हाउस है यो पछाडि चाहिँ तपाईँहरूले चाहिँ निलगिरी हिमाल देख्न सक्नुहुन्छ यहाँ चाहिँ अति दामी निलगिरी हिमालको ठ्याक्क स्ट्रेट अगाडि होइन यस्तो दामी देखिरहेको छ पछाडि निलगिरी है सरहरू यता खाना हान्दै हुनुहुन्छ कस्तो भइरहेछ सरहरू गजब ए1 न्युटन भाइ न्युटन भाइ अन्त कोब्रू पो रहेछ त यार अनिस ठिक छ सही हो है बल्छ बोर्ड त फिल भएन नि सही हो हजुर हेलो ल है यस्तो गरौँ त एकचोटि यो चाहिँ हाम्रो टिपिकल थकाली खाना है घिउ पनि स्वाइँ पार्नुहोस् त ल अहिले पछि माग्छु ल अब चाहिँ म चाहिँ ल टक्क चाहिँ हाने है ल खाना चाहिँ यहाँको चाहिँ खाना अति बवाल छ दामी छ च्याम मलाई र झ्याम दिनु पऱ्यो ल लैहाल्यो चट्ट लाएर यो पुरै भिज्ने गरेर हाल्यो है यस बनाइदियो हुन्छ नि खनाइदेऊ दामी चाहिँ दामी खाना चाहिँ बवाल छ बवाल खाना पनि मजाले खाइयो थपी खाइयो खाना एकदम दामी छ है
तपाईँको चाहिँ यो चाहिँ तातोपानी गेस्ट हाउस एन्ड थकाली भान्साघर है तातोपानी आउनुभयो भने चाहिँ यहाँ बस्नु होला है मेरो चाहिँ तपाईँहरूलाई चाहिँ एउटा रिकमेन्ड होइन यहाँबाट चाहिँ तातोपानी कुण्ड जान चाहिँ 2 मिनटभित्रमा चाहिँ तपाईँ चाहिँ तातोपानी कुण्डमा जान पनि सक्नुहुन्छ होइन प्लस यहाँको चाहिँ यो होटल चाहिँ हस्पिटालिटी राम्रो छ प्लस हाम्रो यहाँको ओनर भाइ चाहिँ एकदम फ्यामिलियर पनि छ होइन अति रमाइलो चाहिँ इन्भाइरोमेन्ट छ यहाँ है तपाईँहरू चाहिँ कृपया चाहिँ तातोपानी डुब्न आउँदाखेरि चाहिँ बसिदिनुहोस् होला है ओए 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 ल यहाँ चाहिँ पक्का यो चाहिँ कुन चाहिँ हो यो ग्रिडास कोइलर है ल तपाईँको चाहिँ यो तातोपानी गेस्ट हाउस एन्ड थकाली भान्साघरमा चाहिँ यस्तो चाहिँ च्याट काटेर चाहिँ तपाईँहरूलाई चाहिँ टक्क खुलाउनुहुन्छ उहाँहरूले है यो दाईको चाहिँ आफ्नो दाई ए घरबाट ल्याउनु भएको कति किलोको दाई यो 4.5 किलो यसको प्राइस कति नि मिलाएर 2400 2600 सही हो ल घुरेर यहाँ हाने रहेछ क्या कति घुरे रहेछु भने यहाँ हाने पकासित हेर्नुहोस् न किल्ले हाने त नि भनेको हाने मासले आफै घुरेर यहाँ दुखिरह भने यस्तरी मासले हाम्रो त दुईजना म त घुरेको हो र म तँलाई दुख्नलाई घुर्न त म नि खोजेको ए के हान्यो भनेको जिब्रोले हान्यो भनेको रुद्र भन्ने दुख्यो भने क्या अनि तर त्यही डाँडातिर हेर के घुरेर हेरेर यहीँ हान्यो यसरी हेरेर पाइएन पाइयो मैले त्यही कुरा नबुझेँ बुझाइदिन्छ फेरि आफै घुरेर आफूलाई दुख्यो भने तातोपानी डुब्नु जाँदा आफै घुरेर आफै दुख्यो भने हेर्दैन नि अनि के यहाँ दुखेछ यहाँ दुखेर यहाँ हान्यो दुखे घुरेर हो कि क्या भने यहाँ ए रुद्र भन्ने दुख्यो भने अझै रुद्र भन्ने भन्छ हामी चाहिँ यो तातोपानी गेस्ट हाउसबाट चाहिँ अहिले चाहिँ हामी यहाँ निस्केको है हाम्रो चाहिँ अर्को एउटा गाडी चाहिँ एउटा ग्रुप चाहिँ उता टिटी लेक हेर्न गयो जानु मन थियो तपाईँलाई पनि देखाउन मन थियो तर चाहिँ हाम्रो विशेष होइन काम कारणले गर्दा चाहिँ हामी चाहिँ जान पाएनौँ अब हामी चाहिँ यहाँबाट चाहिँ ब्याक टु पोखरा है